हामी चाहिँ अब यहाँ मोटरसाइकल यहाँ राखेर बाइक यहाँ राखेर हिँडेर अब घारी तल जान्छौँ। यहाँबाट चाहिँ हाम्रो पैदल यात्रा सुरु हुन्छ। बाइक यहीँ होस्, मान्छेहरूले ढुङ्गाले हान्छन् कि त फेरि ठिकै छ। भान्जा पुरै गोलीगट्ठासँग हिँडेको छ। कम्मरमा खुकुरी झोला तुम्बी बोकेर हिँडेका छौँ हामी। हेरौँ कस्तो हुन्छ आजको हाम्रो फिसिङ। हामी फेरि त्यो जालले बल्छीले त्यसरी मार्ने होइन हामी फेरि, अनि हातले समाउने च्याप च्याप होइन त भन्छ। भेटाइयो भने चाहिँ भेटाइएन भने यसो रमाइलो। यो पाइप हिँडेर जाने सल्लाह हो। सिँचाइको लागि यो खोलाभित्रबाट ल्याएको पाइप होला। लाग्दैन नि उधर। एकदम भिरको बाटो हिँड्दैछौँ हामी। खाना यो पाइप जोडेको पाइप त पुरै चोयाले पो बाँधेको छ नि त यार। यस्तो पनि हुन्छ त। अहिले चाहिँ पानीको आवश्यकता नभएर पानी यहाँबाट उता लगाएको रहेछ है जस्तो लाग्यो मलाई। घरी यस पहिलोपटक उद्घाटन भयो। एउटा असला पक्रियो। एउटा असला पक्रिनु सफल भएमा हाम्रो चाहिँ यो खालको हुन्छ। चट्टी यो धवा खोलेर बारेर एउटा असला समाइसकेको अवस्था। ल ल ठिक छ। सुरु भइगयो एउटा आइगयो नि सुरुमै पहिले झक्कमै सामान सफल। यस बाघ कतै मान्छे समाइयो फेरि एउटा। त्योभित्र त हुन्छ यार। डाली खाने तल खानेहरू एउटा हाम्रो थकाउले परेको छ कि एउटा सरलै एउटा कतिले परेछ नि। अरू सब घन्टा मात्रै पऱ्यो। यो सिबिलासम्म परेछ। एउटा परेछ। हामी चाहिँ यो ढलमा चाहिँ हेर्दैन त के माछा पक्रिनु सफल भयो। कतिवटा 9-10 पक्रियो। अब हामी फेरि अर्को ढाल्न जान्छौँ।
फेरि धवा खोलेर फेरि यसरी पुरिराख्नुपर्छ अनि फेरि अर्को पटक माछा अनि जस्तै मसिनो माछाहरू बढ्छन् त्यही भएर अब हामी अर्को माछतिर जाने तयारीमा जान साह्रो ब्रेड नगे यो जान ब्रेड न धेरै झुल गवाम सिको के तर ढुलो दिन्छु होला हामी यो है कति राम्रो छ बर्खामा त कति राम्रो हुन्छ होला है त्यहाँबाट सरर पानी सिधै त हामी चाहिँ खोलाभित्र माछा मार्ने कार्यक्रम सकेर अब हाम्रो बाइक राखेको ठाउँमा आइपुगेका छौँ अब चाहिँ घर जाने हामी फेरि अझै घरमा फेरि छुट्टै कार्यक्रम छ हेर्दै गर्नु होला है त अब यो बाटो हुँदै यो टर्निङ हुँदै हामी घरतिर लाग्छौँ हामी चाहिँ आज माछाको हन्टिङ गरेर लगभग 10 किलो जति माछा मारेर घरमा आइसकेका छौँ अब यसलाई यस्तो शीतल बनाएर खाइन्छ भन्ने कुरो मलाई मात्रै थाहा छ धन्यवाद सबैजनालाई अहिलेसम्म भिडियो हेरिदिनु भयो भिडियोको अन्तिमसम्म हेरिदिनु भयो कहाँबाट हेर्नुभयो कमेन्ट बक्समा कमेन्ट गर्नु होला फेरि अर्को भ्लगमा फेरि तपाईहरुसँग भेट्न आउने बाचा सहित आजलाई बाइ बाइ